सम्पूर्णमा नमस्कार। तपाईलाई कहिले कुनै एउटा ठूलो रकमको चिट्ठा परेको छ अथवा चिट्ठा पर्यो भनेर कसैले टेलिफोन गरेको छ अथवा मेसेज गरेको छ, जानकारी गराएको छ। तर मसँगै काम गर्ने एकजना साथीलाई 25 लाखको चिट्ठा पर्यो भनेर फोन आयो व्हाट्सएपमा। फोन आइसकेपछि साथी अलि अकमक पर्नुभयो, यत्रो रकमको चिट्ठा पर्यो भनेर। त्यसपछि उहाँले मलाई कुरा गर्नु न भनेर दिनुभयो फोन। मैले कुरा अगाडि बढाउन खोजे, उसले हिन्दीमा कुरा गरिरहेको थियो, म यहाँ नेपालीमा भन्दैछु। भन्नुस् त के भएको भनेर मैले सोधिसकेपछि उसले बधाई छ तपाईलाई 25 लाखको चिट्ठा परेको छ। म कौन बनेगा करोडपतिबाट बोल्दैछु। र्यान्डम लकी ड्रमा तपाईलाई चिट्ठा परेको हो। तपाईको रकम जम्मा गर्नको लागि तपाईको बैंक खाता नम्बर दिनुस् भन्यो। कहाँको बैंक खाता नम्बर चाहिने तपाईलाई भनेपछि नेपालको कुनै पनि बैंकको खाता नम्बर दिनुस् भन्यो। यस्ता बैंकिङ फ्रडहरु सम्बन्धी घटनाहरू हामीले सुनिराखेको हुँदा हामीलाई यो बैंकिङ फ्रड हो भन्ने कुरा हामीले सहजै अनुमान लगाउन सक्थ्यौं। त्यसैले मैले केही कुरा अगाडि बढाउने कोसिस गरे। कुन बैंकको खाता नम्बर चाहियो भनेपछि जुनसुकै बैंकको खाता नम्बर दिन सक्नुहुन्छ भन्यो। अनि मैले जिस्कदै मेरो त इन्डियाका बैंकहरुमा पनि खाता छ, उ हिन्दीमा बोलेको हुनाले इन्डियन होला भन्ने सोचेर इन्डियाका बैंकहरुमा पनि खाता छ, कुन बैंकको खाता त्यहाँ पनि जम्मा गरिदिन सक्नुहुन्छ तपाईले भने। उसले भन्यो मलाई नेपालको बैंक खाता नम्बर दिनुस् भन्यो। मैले अब तपाईले मलाई पैसा जम्मा गरिदिनु चाहिँ पर्दैन, तपाईलाई हामीले चिन्यौं, तपाईलाई हामीले ट्र्याकिङ गरिरहेका छौं, तपाई बताउनुस् तपाईलाई चाहिँ कुन चाहिँ पुलिस स्टेशनमा जम्मा गर्दियौं भनेपछि उले अरे भाइ साहब आप समझते नहीं है भन्ने खालको कुरा गर्यो। हैन बताउनुस् तपाईलाई हामीले ट्र्याक गरिरहेका छौं, अब हामी तपाईसँग चाँडै नै भेट्दै छौं, तर तपाईलाई कुन चाहिँ पुलिस स्टेशनमा जम्मा गरौ त नि भनिसकेपछि उ हच्कियो। अरे यार भन्दै अनि उले फोन काट्यो। याद गर्नु होला, तपाईलाई कुनै पनि व्यक्तिले एउटा ठूलो रकम यत्तिकै कुनै पनि हालतमा दिँदै छैन। कि त तपाईले त्यसमा केही मेहनत गरेको हुनु पर्यो, कि त तपाई त्यसमा भाग लिएको हुनु पर्यो, त्यसमा सम्भावना रहन सक्ला। तर पनि यसरी तपाईलाई कसैले पैसा जम्मा गर्दिन्छु भनेर फोन आयो भने प्रलोभनमा नपर्नु होला। यस्ता कयौं घटनाहरू छन् जहाँ एकदमै शिक्षित व्यक्तिहरू, सचेत नागरिकहरू समेत प्रलोभनमा परेर आफ्ना पैसाहरू गुमाएको अवस्था छ। यस्तो केसमा के हुन्छ भन्दा तपाईले अब खातामा जम्मा गर्न खाता नम्बर दिइसकेपछि उसले तपाईको खातामा जम्मा गर्नको लागि तपाईलाई ओटीपी आएको हुन सक्छ। ओटीपी दिनुस् भन्छ। ओटीपी तपाईले पठाइसकेपछि उसले तपाईको बैंक खाताहरूमा भएको रकम समेत सर्लकै शून्य पारेर लैजाने गर्छ। त्यसैले थोरै पैसा अथवा धेरै पैसाको प्रलोभनमा पर्दा तपाईको भएको पैसा पनि रित्तिन सक्ने सम्भावना हुन्छ। त्यसैले एकदमै सचेत रहनु होला। यस्ता केसहरू अत्यन्तै धेरै बढिरहेका छन्। फ्रडहरुले तपाईको एक्टिभिटीहरु ट्र्याक गर्नेदेखि लिएर तपाईलाई कुन हिसाबले चाहिँ फकाउँदाखेरि भन्दाखेरि विश्वास गर्नुहुन्छ भनेर त्यो किसिमले कुराहरू पनि गरिरहेका हुन्छन्। र सचेत नागरिकहरू पनि यो पैसाको कारणले गर्दा पैसाको प्रलोभनमा परेर आफ्नो भएको पैसा पनि गुमाएको घटनाहरू प्रशस्तै छ। त्यसैले सचेत रहनु होला, सजग रहनु होला। यस्ता किसिमका घटनाहरू तपाईलाई पनि पर्न सक्छ, यस्ता किसिमका कलहरू तपाईलाई पनि आउन सक्छ। एउटा कुरा याद चाहिँ के गर्नुस् भने तपाईलाई सित्तैमा कसैले पनि यति ठूलो रकम यत्तिकै दिदै छैन, हैन। त्यसमा उसले केही न केही स्वार्थ राखेकै छ। तपाईलाई फाइदा भन्दा नोक्सानी हुने सम्भावना नै बढी हुन्छ। त्यसैले तपाईले कुनै विश्वसनीय स्रोत हो भने मात्रै त्यसलाई अगाडि बढाउनु होला, नत्र धेरैजसो केसहरू त्यस्ता विश्वसनीय स्रोतहरू भएको पाइएको छैन। सचेत रहनु होला। र अर्को अचम्मको कुरा के छ भन्दा उनीहरूले जुन फोनबाट फोन गरेका थिए, अब हाम्रो फोनको कल रेकर्डमा हेर्दा अथवा व्हाट्सएप रेकर्डमा हेर्दा त्यो फोन भएको कुनै पनि जानकारी अथवा कुनै पनि इन्फर्मेसन हाम्रो फोनमा छैन। त्यो अटोमेटिकल्ली कहाँबाट फोन आयो, कसरी आयो, पहिला सुरुमा चाहिँ एउटा पोस्टपेड नम्बरबाट आएको देखिएको थियो। त्यसलाई हामीले चाहिँ रेकर्डमा चाहिँ राखिएन अन्य रेकर्डहरुमा। तर हाम्रो नर्मल्ली फोन आउँदाखेरि जुन रेकर्डहरु हुने गर्थ्यो त्यो रेकर्डमा चाहिँ त्यो केही पनि डिटेलहरु छैन। त्यसैले कसले के गर्यो, कहाँबाट कति नम्बरबाट आयो भन्ने समेत जानकारी पत्ता लगाउन गाह्रो छ। त्यसैले फ्रडहरुले अनेकन तरिकाहरू युज गरेर तपाईहरुलाई फसाउने कोसिस गर्छन्। सजग रहनुहोस्, सचेत रहनुहोस् र प्रलोभनमा नपर्नु होला विशेषतः। हस्, धन्यवाद।